ल हामीहरु अहिले बोटेचौरमा है गाइस ट्याक्कै यो कुन ठाउँ यो ठ्याक्कै त थाहा भएन तर बजार क्षेत्र चाहिँ बोटेचौर पर्यो गाइस हामी अहिले विश्रामको अवस्थामा छौं ओएटुको आरे केटा ओएटुको त ए कुपिने द यार कुपिने द गाइस ल रेडमी वान में उसका 12 बने राजा को ला पीछे चार्जर रेंज में देते नहीं मकर चलने शुरू हुआ मेरो त भिडियो बनाउँदा ल्याग हुन्छ त राजा यार लभली हेर न लभली कुपिन्डे त कुपिन्डे दह हेरे राजा यता सौरभ लुक एट हियर डुग्री यता चाहिँ म छु हाम्रो साथीहरू आज हामी कुपिन्डे त आएका छौँ एकदम रमाइलो छ यताको नेचरहरू यस्तो छ है हेर्नुहोस् त एक न एकचोटि तपाईँहरू आउनु होला एकदम राम्रो छ बाटोहरू पनि त्यस्तो छैन पहाडको बाटो उकालो ओह्रालो हुन्छ एकदम राम्रो छ है एकदम राम्रो छ आउनु होला घुम्नु होला है सबैजना आएर घुम्नु होला राम्रो छ एकदम राम्रो ठाउँ छ अनि यहाँ एउटा अर्को अब जस्तो हाम्रो अब बिहे गरेको जोडीहरू कसैको सन्तान हुँदैन यहाँ आएपछि चाहिँ सन्तान प्राप्ति हुन्छ भन्ने पनि छ है राजा यस्तरी पनि बस्न मिल्छ यहाँ यस्तरी ठक्क लगाएर सबैजना बस्छ हामी चाहिँ जानेछौँ है हेर्नुहोस् अब हामी चाहिँ डुङ्गा गर्नु जानेछौँ डुङ्गामा चढेर हेर्नुहोस् यस्तो राम्रो ठाउँ छ हामी अब डुङ्गा चढ्दैछ डुङ्गाको पनि एकदम एफोर्डेबल प्राइस छ जम्मा पर पर्सन 200 एकदम मिलाएर रहेछ ठाउँ पनि बजेट फ्रीले यस्तो छ यसरी फोटो खिच कुपिन्डे दह कुपिन्डे दह ओहो यहाँ स्पिकरको सुविधा रहेछ अलिक राम्रो गीत लाउनु टक्क तालमा हिँड्ने जस्तो गरेर त गर्ने फेवा तालमा साइली ढुङ्गा सारा मात्रै राजा लाइटली समात्ने कुरै नगरेर कुपिन्डे द त्यसमा भिरमौरे भिरमौरी तल दह छ माथि भिरमौरी प्लास्टिक कोचार देखा मैले अहिले त्यो हरियो महिना हुन्छ अन्डगोना खण्ड गाँस म कालो देखेको छु अहिले घाममा बसेको आउने तिमीहरूको धेरै गाइड छ कि
मान्छे राजा काँसो नलागे राजा काँसो नलागे राजा कति हो 1 2 3 भोटे चौर गाइस way to Salyan है कुपिने दह गाइस see you soon वाह view यार बाबा ले scenario यार good to see this ठीक छ हैन के सुन हजुर भेरी त होला यो भेरी त हो त हैन बवाल छ यार जाने कि राजा तल उतिर ठक्क रोडको नजिक बस्ती बस्ती के सुर्खेतमा कस्तो पहाड पहाड छ नि टक्क यहाँ त छेउछेउमा बस्ती बस्ती के पहाडतिर आएको फिल नहुने के अनि दामी लाग्यो ठाउँ यार लगाए छिन्चु मेलकुना जहरे मालरानी बस्ने साथीहरुलाई सम्झना छ है म यहाँ त बोटेचौर आइपुगेको छु मेरो ल गाई चोर अलि थकित अवस्थामा छ अलिकति धेरै त नै See you guys